धेरै बेरको खोजीपछि बल्ल मिस्टर पूर्वेलीसँग भेट भइसकेको छ। कस्तो पूर्वेली रहेछ यार, आफू कमलताल रहेछ, हामीलाई बस पार खोज्न पठाउँछ। कम्ता धौ भो हामीलाई। हो र यार, कमलताल बोलाको अस्पताल जाने अनि धौ हुँदैन त? हो नि पूर्वेली, यो पत्लुले उल्टो सुनेछ। नेटले काम गरेको थिएन के यार पूर्वेली। पक्कै पनि तपाईँले यो भिडियो हेर्नुभयो होला र तपाईँलाई राम्रो लाग्यो होला अनि तपाईँले पनि आफ्नो भिडियो आफ्नो अनुहार राखेर चाहिँ बनाउँ जस्तो लाग्यो होला। हो आज म तपाईँलाई फेरिमा यो भिडियो बनाउन सिकाउँछु। अहिले यो ट्रेन्डिङमा छ। तपाईँले युट्युब सर्ट्समा, त्यसपछि फेसबुक रिल्समा, इन्स्टाग्राममा, टिकटकमा जता हाले पनि यो भाइरल हुन बेर लाग्दैन किनकि यो ट्रेन्डिङ छ। त्यही भएर आज म तपाईँलाई एक रुपियाँ पनि खर्च नगरेर यो भिडियो बनाउन सिकाउँछु। सबैभन्दा पहिले त तपाईँसँग यो जिमिनी एआई हुनुपर्छ। एआई फोटो बनाउने एउटा टुल्स हो। यदि तपाईँसँग छैन भने चाहिँ तपाईँले डाउनलोड गर्नु होला प्ले स्टोरबाट। डाउनलोड गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। त्यसै तपाईँले प्लसमा क्लिक गरेर यहाँ चाहिँ इमेज भन्ने छ, त्योमा इमेजमा क्लिक गरिसकेपछि यो फेरि प्लसमा गएर तपाईँले चाहिँ है अब फोटो कुन फोटो बनाउन चाहनुहुन्छ र मोटो पातलो फोटो पनि तपाईँले कतै डाउनलोड गरेर यहाँ चाहिँ फोटो पोस्ट अपलोड गर्नुपर्ने हुन्छ। मैले फाइनल्ली चाहिँ मोटो पतलु र मेरो फोटो अपलोड गरिसकेको छु र यसमा चाहिँ एउटा प्रम्प्ट राख्नुपर्ने हुन्छ। त्यो प्रम्प्ट चाहिँ मैले तपाईँलाई मेरो भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछु र यहाँ तपाईँले पनि हेर्न सक्नुहुन्छ। जस्तै यहाँ चाहिँ अब चेन्ज गर्नुपर्ने केही छैन अरू। तपाईँले चाहिँ मैले यहाँ कमलताल लेखेको ठाउँमा चाहिँ तपाईँले अरू अथवा जुनसुकै ठाउँको पनि तपाईँले बनाउन सक्नुहुन्छ। त्यो ठाउँको चाहिँ नाम लेख्नु होला अनि त्यसपछि यसमा क्लिक गर्नु होला। यस्तो क्लिक गरिसकेपछि केही समय मात्र लाग्छ अनि त्यसपछि चाहिँ यहाँ फोटो बन्न सुरु भइहाल्छ। फोटो बनिसकेपछि तपाईँले चाहिँ भिडियो बनाउन सक्नुहुन्छ। फाइनल्ली केही समयको प्रतीक्षापछि चाहिँ फोटो बनिसकेको छ। मैले यसलाई चाहिँ डाउनलोड गरेँ। डाउनलोड गर्नुको लागि यहाँ सेभ छ, सेभमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यो डाउनलोड भइहाल्छ। अब हामीले चाहिँ भिडियो बनाउनु पर्ने हुन्छ। भिडियो बनाउनुको लागि तपाईँलाई चाहिँ म जानकारी दिन चाहन्छु। तपाईँले चाहिँ फ्रीमा बनाउन सक्नुहुन्छ। त्यसका लागि तपाईँ सबैभन्दा पहिले क्रोममा जानु होला। क्रोममा क्लिक गरिसकेपछि यहाँ चाहिँ फलो एआई सर्च गर्नु होला। फलो एआई सर्च गर्ने बित्तिकै चाहिँ सुरुको वेबसाइटमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँको यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आउन बित्तिकै तपाईँले चाहिँ के गर्नु पर्यो भने चाहिँ न्यू प्रोजेक्टमा क्लिक गर्नु होला। न्यू प्रोजेक्टमा क्लिक गरिसकेपछि तपाईँको यहाँ तल प्लस चिन्ह चाहिँ प्लसमा क्लिक गर्नु होला। यसमा चाहिँ जुन अनि यहाँ एरो छ योमा क्लिक गर्नु होला। त्यसपछि अनि यहाँ चाहिँ एउटा मैले प्रम्प्ट दिएको छु है, प्रम्प्ट दिएको छु। त्यो प्रम्प्ट चाहिँ तपाईँले राख्नुपर्ने हुन्छ। यो भिडियो प्रम्प्ट पनि मैले तपाईँलाई भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछु। जस्तै यहाँ भिडियो प्रम्प्ट दुईवटा प्रम्प्ट छन्। मैले चाहिँ यो प्रम्प्ट चाहिँ राखिदिएँ है। यो तपाईँले डिस्क्रिप्सनमा पाउन सक्नुहुन्छ। त्यहाँबाट कपी गरेर पेस्ट गर्न सक्नुहुन्छ। अथवा यहाँ मैले डाइलेक्ट छु, यो डाइलेक्ट चाहिँ तपाईँले चेन्ज गर्न सक्नुहुन्छ है। यो चाहिँ चेन्ज गर्नु होला, तपाईँले आफ्नो अनुसार चेन्ज गर्नु होला। जस्तै यहाँ चाहिँ फोटो अपलोड भएन छ, मैले फोटो फेरि अपलोड गरेँ। फोटो अपलोड गरिसकेपछि तपाईँले चाहिँ त्यहाँ प्रम्प्ट चाहिँ राख्नुपर्ने हुन्छ है त। केही छैन, यस्तो फोटो अपलोड हुन टाइम लाग्छ, नेट अनुसार भर पर्छ। ल अपलोड भइसकेको छ। मैले फेरि क्लिक गरेँ। क्लिक गरिसकेपछि यसमा चाहिँ एउटा भिडियो प्रम्प्ट राखेँ र तपाईँले यहाँ 10 सेकेन्ड भिडियो 1x लेखेर चाहिँ यसमा क्लिक गर्नु होला। मेरो जे छ त्यही राख्नु होला। यदि छोटो छ भने 6 सेकेन्ड 8 सेकेन्ड राख्न सक्नुहुन्छ है त। मैले चाहिँ 10 सेकेन्ड नै राखेँ अनि त्यसपछि क्लिक गरिदिएँ। अब केही समयको प्रतीक्षापछि भिडियो आफै बन्छ। तपाईँले केही क्षण प्रतीक्षा गर्नु होला। यस्तो आउँदाखेरि तपाईँको भिडियो बनेन कि भन्ने डर लाग्ला। यो चाहिँ त्यहाँ प्रोसेसिङ भइरहेको हुन्छ। त्यहाँबाट तपाईँले चाहिँ भिडियो आफै भइहाल्छ है। नआत्तिनु होला, केही समय चाहिँ प्रतीक्षा गर्नुपर्छ। फाइनल्ली केही समयको प्रतीक्षापछि चाहिँ यहाँ भिडियो बनिसकेको छ। मैले तपाईँलाई देखाउन चाहेँ यो पहिलो भिडियो चाहिँ। धेरै बेरको खोजीपछि बल्ल मिस्टर पूर्वेलीसँग भेट भइसकेको छ। कस्तो पूर्वेली रहेछ यार, आफू कमलताल रहेछ, हामीलाई बस पार खोज्न पठाउँछ। कम्ता धौ भो हामीलाई। त्यसपछि प्लसमा जाने, प्लसमा आइसकेपछि फेरि यसमा जाने, क्लिक गर्ने। त्यसपछि फेरि अगाडि केही फोटो राख्ने, तपाईँले कुन बनाउन चाहनुहुन्छ। त्यसपछि डन गर्ने र फोटो अपलोड हुँदैछ। यहाँ चाहिँ फोटो अपलोड भइरहेको छ। केही क्षणपछि चाहिँ यो अपलोड भइसकेपछि हामीले प्रम्प्ट राख्नुपर्ने हुन्छ र अपलोड भइसक्यो। मैले अब यसमा चाहिँ सेकेन्ड प्रम्प्ट राखेँ, त्यो पनि मैले तपाईँलाई ल सेकेन्ड चाहिँ मैले यसमा राखेँ। फाइनल्ली दोस्रो भिडियो पनि बनिसकेको छ। मैले तपाईँलाई देखाउन चाहेँ।
हो र यार, कमलताल बोलाको अस्पताल जाने अनि धौ हुँदैन त? हो नि पूर्वेली, यो पत्लुले उल्टो सुनेछ। नेटले काम गरेको थिएन के यार पूर्वेली। ल फाइनली एकदम दामी भइसकेको छ। यसलाई चाहिँ डाउनलोड गर्नु होला अनि थोरै एडिट गरेर तपाईँले चाहिँ दुईटालाई सँगै राखेर चाहिँ जुनसुकै टुल्सबाट पनि गर्न सकिन्छ, भिएन अथवा क्यापकट, त्यहाँबाट चाहिँ एकै ठाउँमा राखेर चाहिँ तपाईँले सँगै जोडेर अपलोड गर्न सक्नुहुन्छ।